हेलो साथीहरू, स्वागत छ आजको मेरो अर्को नयाँ भिडियोमा। आज चाहिँ म तपाईँहरूलाई सिम्पल आलु, काँक्रो र गेडागुडीको अचार बनाएर देखाउँछु ल साथीहरू। सबैको आफ्नो आफ्नो तरिका हुन्छ बनाउने, तर मैले चाहिँ एकदम सिम्पल तरिकाले बनाउँछु। आज चाहिँ पिरो अमिलो टक्क अचार खान मन लागेर मैले बनाएको। पहिला सुरुमा त आलु र गेडागुडी बोइल गरेर राखेँ, त्यसपछि काँक्रो राखेँ, अनि त्यसपछि तेल पेसेर अनि त्यसको पेस्ट बनाएर राखेको थियो त्यो राखेँ। अनि त्यसपछि त अरू के गर्नु, अनि तोरीको तेलमा मजाले तोरीको तेललाई एकछिन खराएर त्यसमा मेथीको दाना फुराएर त्यसलाई मजाले कालो हुन दिएर त्यसपछि के गर्ने थाहा छ साथीहरू? त्यसपछि के गर्ने, अघिको त्यो अचारमा अलिकति बेसार राखिदिने, अनि त्यसपछि झ्वाइँ पारेर अघिको त्यो तातो तेलले त्यसमा झानिदिने। त्यस्तो गरेपछि बेसार पनि गनाउँदैन अनि कालो पनि हुँदैन धेरै। अनि त्यसपछि त सिम्पल छ। त्यसपछि नुन राख्ने, त्यसपछि आफूलाई अलि पिरो खानु मन लाग्छ भने अझै सुकेको खुर्सानी पनि राख्न सक्नुहुन्छ, तर मैले चाहिँ हरियो खुर्सानी धेरै राखेको छु। अनि त्यसपछि यसको मेन कुरा नै कागती हो, अमिलो कागती मजाले निचोरेर राखेँ। मलाई त यो भिडियो हेर्दैन कतिखेर खाम जस्तो लागिसकेछ के साथीहरू। अनि त्यसपछि मजाले हातले मिच्ने, चम्मचले पनि तपाईँहरूले यसलाई मिक्स गर्न सक्नुहुन्छ, तर आफ्नो हातमा जस्तो मजा अरू केमा छ त, होइन साथीहरू? हातले मजाले यसलाई मिक्स 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 गरेर त्यसपछि चाहिँ यसमा अनि त्यसपछि नमक लाग्छ कि लाग्दैन टेस्ट गर्ने। पिरो कतिको खानु मन लाग्छ, पिरो अमिलो आफ्नो स्वादअनुसार राख्ने। अनि त्यसपछि मलाई चाहिँ हल्का नुन कम भयो जस्तो लागेर चाहिँ मैले नुन राखेँ। अनि हेर्नु न साथीहरू, सिम्पल छ तर खाँदा यस्तो मिठो छ नि। त्यसपछि चाहिँ मैले धनियाँ हाल्न बिर्सेको रहेछु, अनि त्यसपछि फेरि मैले त्यसमा धनियाँ कट गरेर राखेँ। धनियाँ हालेपछि त झन् त्यसमा त सुनमा सुगन्ध भयो साथीहरू। अनि फेरि धनियाँलाई पनि मिक्स 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 गरेँ। अनि को साथीहरू, पानी परेर कस्तो शीतल मौसम छ, अनि कस्तो पिरो अमिलो मात्रै टक्क टक्क खान मन लाग्छ। त्यसपछि मैले अलिकति ट्राई पनि गरेँ साथीहरू। हेर्नु न कस्तो मिठो भएको